पहिले लग्छु भन्ने अनि अहिले गरेर हुन्छ सोझ मैले त को राम्रो छ को मनपर्छ भन्नु भन्नु त अनि उयो साइड डाला पनि सोधौँ त को राम्रो को मनपर्छ भनेको होइन सोधौँ त सुदम त मा साड्दै भनेर हो नि अनि अब के अरे जय साहब अब त्यही हो यार मेरो जयसँग त बोलेर सकिने बोलेर सकिन्न जस्तो हो नि तिम्रो नाम फेरि भन त के अरे फेरि भन न दुईटा नाम रहेछ के तिम्रो के रहेछ नाम के रहेछ फेरि भन सुजन सन्जु पछाडि कास्ट के हो नि कास्ट बुढा मगर हो ए हुन त्यस्तो म नि त बुढै मगर हो कहाँ जित भयो त नि त्यो बुढा मगरको लास्टको उस पनि गोत्रो कि के पनि फरक हुन्छ त्यहाँ अनि म मार्के मैले मार्छु नि त्यो बैजाली मार्केले मार्छ सक्ने मान्छे यहाँ आइज बोल्दै त्यसो एउटा परे मार्के बुढा ए बैजाली बुढा मार्के तिमी चाहिँ मार्के बुढा मार्के बुढा मगर मार्के दियो गोत्र मेरा मिल्दो रहेछ नि बिहे गर्न त बजाएर अहिले भर्खरै झोले झाम्दै बोकेर फोटो पठाइदिन्छु पछि पठाइ जान नि त समात्नु अहिले एकछिनपछि पर जान्छु त्यसलाई त्यस्तो गर्न फेरि बोलाउँछु पुलिस तलबाट अनि लग्छ अनि हकरी लगाएर अनि लगेर भिड मारी छोडेपछि त लगिहाल्छ नि त अनि म भनिदिन्छु जबरजस्ती लगेको म भनिदिन्छु जबरजस्ती लगेको हालेर पिट्यो लखटो भनिदिन्छु नि देखेन यहाँ कति धेरै छौँ हामी अनि हामीले जबरजस्ती लगेको भनिदिन्छ अनि लग्ने तिमीले भएको पुलिसले के भन्छ त भन्नु भन मैले जबरजस्ती लिएको हैन मैले त्यो जबरजस्ती पठाएको भन्दैछु कसले पठाएको हजुरले तिमी एक्लै ले पो जबरजस्ती हाम्रो यत्रो नि त हामीले जबरजस्ती लगेको भनिदिन्छौँ नि म पैसा दिएर फाल्छु पैसा छ पैसा कति छ पैसा सस्ता मान्छे के सस्ता मान्छेले पैसा दिने र मैले लक्का म त कोठामा लगेर दुईटालाई बाँडेर ल ल भन्ने लहट्ने हो को समाज भन्दा के हुन्छ अरे यो समाज भन्दा के अरे यो समाज भन्दा मेरो समाज ठुलो हुन्छ नसकिने हो यार जयवटासँग भनेपछि बहिनी लैजाने हो र नलगिने जबरजस्ती भिराइदिने हो त जेठान साहब भ्याउने त हो लैजान्छौ कि नै त नि अब मान्छे लैजान्छु भने हैन अघि त लग्छु भने नि त अनि मान्छेसँग लगेपछि त्यस्तो कहाँ गर्न पाइन्छ त समाजले पनि तिनीलाई लगेको देख्छ जसले सबले लगेको देख्छ त्यहाँबाट माथि र हाम्रो हुनेवाला दुलहा साहब मक्खा परेर बस्नु भएको अनि अहिले यस्तो गर यस्तो त्यो मक्खै परेको हाँसेको त अनि दुई साडीको कुरा मिल्छ क्या कहाँ जाने अब डोरी हान्ने कुरा हुन्छ अब यहाँ लोखण्डीसँग ल ल ल बेहुला आफै जोसिन्छ त्यहाँ
खै खै बहिनी लिएर आउट बहिनी ल्याउने हो ल्याऊ देखाउँ न बहिनीलाई हेरौँ कस्तो के हुन्छ सँगै बसाले फोटो दिउँ लागि हेर त्यो तिम्रै लाज हुन्छ नि पछि हेर्ने मान्छेले नि बेहुला कस्तो रहेछ भन्छन् बेहुला त गु जस्तो रहेछ भन्छन् कस्तो गर्ने अरे फेरि प्रकाश कस्तो रमाइलो लागिरहेछ जाम भनेको तिमीले 10 चोटि भइसक्यो होला अहिलेसम्म गएको छैन अरे लगेर जाम लाग्यो ट्याक्क 2 साडी मिल्याउ गरे अब जे गर सुजन ए सुजन सुजन तिमी हाँस्यौ अहिले मेरो बहिनीले पिटेर रहन्छ तिमीलाई सिजनको गफसप सबै सकियो होइन सकियो अब यस्तै कस्तो यस्तै ल ल जय साहब ठिकै छ त अब अरू जति गरौँला त होइन अब हे तेरिका ल यार यस्तै रमाइलो कुरा गर्नु यसरी चाहिँ म बहिनी दिन्न अब अर्को चाहिँ लगेर जानु होला आजलाई कुरा खतम ल ह्यान्डसेक ल अर्को चाहिँ यस्तै कुरा ल जय साहब ल है त आज जय तपाईँ ल ल ताता अर्को चाहिँ भेटौँ ल ल